हाई फ्रेन्ड, वेलकम टु आवर युट्युब च्यानल। नेपालदेखि सिङ्गापुरसम्म हाम्रो कपल ट्राभल भ्लगमा यहाँहरूलाई स्वागत छ। सिङ्गापुरको सुन्दर यात्रा आउनुहोस् सँगै गरौँ। यदि तपाईँहरूलाई हाम्रो भिडियो कपल ट्राभल भ्लग मन पर्यो भने लाइक, कमेन्ट, सेयर र हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। हजुरहरूलाई हामीले सिङ्गापुरमा घुमेको ठाउँहरू, हामी गएको रेस्टुरेन्टहरू र हजुरहरू यदि हनीमुन प्याकेजमा जाँदै हुनुहुन्छ भने हनीमुनको लागि स्पेशल होटलहरू, बजेट होटलहरू र यहाँ हामी नेपालीहरूले घुम्नुपर्ने ठाउँहरू सम्पूर्ण डिटेलमा बताउनेछौँ। आउनुहोस् हामीसँगै इन्जोय गर्नुहोस्। हामी नेपालीको लागि स्पेशल भिजिट डेस्टिनेसन सिङ्गापुर, जहाँ हामीलाई भिजा एप्लाई गर्नु पर्दैन। हामी अन एराइभल भिजा एप्लाई गरेर जान सक्छौँ र हामी काठमाडौँ इन्टरनेसनल त्रिभुवन इन्टरनेसनल एयरपोर्टबाट सिङ्गापुर छाङ्गी एयरपोर्टमा करिब 7 घन्टाको फ्लाइटमा पुग्छौँ। हजुरहरूको अदर कन्ट्रीको ट्रान्जिट फ्लाइट छ भने पनि हजुरहरू छाङ्गी एयरपोर्ट एक्सप्लोर गर्न सक्नुहुन्छ। मेनमा हजुरहरूले एक्सप्लोर गर्नुपर्ने ठाउँ भनेको सिङ्गापुरको छाङ्गी एयरपोर्टभित्र रहेको जल हो। यो 30 मिटर हलको वाटर फाउन्टेसन सिङ्गापुरको वान अफ द मोस्ट एट्र्याक्सन भिजिट प्लेसभित्र पर्ने जल। हजुरहरू एयरपोर्टमा लगेज लकरमा राखेर घुम्न जानुहोला। लगेज लिएरै जाने हामीले इन्डियन कस्टमरहरू देखेका थियौँ, तर यो जल 5th फ्लोरसम्म हजुरहरू फर्स्ट फ्लोर ग्राउन्ड फ्लोरदेखि त 5th फ्लोरसम्म आफै एस्कलेटर वा एलिभेटर चढेर माथि तल गर्नुपर्ने हुनाले हजुरहरू लगेज लिएर नजानुहोला। लगेज त हजुरहरू एयरपोर्टमा हजुरहरू डिपार्चर वा एराइभल हुने साइडको फर्स्ट फ्लोरमा हजुरहरूको लगेज राख्ने लकर छ। त्यो लकरमा हजुरहरू लगेज राखेर अनि जल एक्सप्लोर गर्न जान सक्नुहुन्छ। हजुरहरूको लगेज रिसिभिङ गर्ने काउन्टर पनि छ फर्स्ट फ्लोरमा। त्यो रिसिभिङ काउन्टरमा लगेज रिसिभ गर्नुभयो भने हजुरहरूलाई बेलुका केही सामान सपिङ गर्नुभयो भने सपिङ गरेको सामानहरू फेरि हाल्न निकाल्न मिल्ने भएको हुनाले हजुरहरू लगेज रिसिभिङ काउन्टरमा लगेज रिसिभ गर्नुहोला। हामीले चाहिँ लगेज रिसिभिङ काउन्टरमा लगेज रिसिभ गरेर हामी लाग्यौँ जल एक्सप्लोर गर्नको लागि। आउनुहोस् हेरौँ। अहिले हामी 3rd फ्लोरबाट जलको एक्सप्लोर गर्दैछौँ, जहाँ मेट्रो साइडमा मेट्रो लाइन ट्रेन गइरहेको छ। यो दृश्य एकदम यहाँ गएर हजुरहरूले संसारलाई भुलिदिनुहुनेछ। कस्तो आर्किटेक्चर, कस्तो यहाँको कन्स्ट्रक्सन, कस्तो यहाँभित्र रुम, इन्डोर प्लान्टहरू, यो ग्रिनरी, यो यहाँको यो वाटर फाउन्टेसन देख्यो भने हजुरहरूले संसारलाई भुल्न सक्नुहुन्छ। हामी जललाई विभिन्न एङ्गलबाट एक्सप्लोर गर्छौँ। प्रसिद्ध रेन भोर्टेक्स, फरेस्ट भ्याली, जलको ब्युटिफुल आर्किटेक्चर, विभिन्न फोटो भिडियो एङ्गल्स, सपिङ एरिया, फुड एन्ड डाइनिङ एरिया जस्ता ठाउँहरू धेरै छन्। जलमा 250 भन्दा बढी सप तथा डाइनिङ अप्सनहरू छन्। फरेस्ट भ्याली यो छाङ्गी एयरपोर्टभित्र रहेको जल 24 आवर ओपन हुन्छ। हजुरहरू डेमा त राम्रो नै छ, तर इभिनिङ हजुरहरूलाई टाइम मिल्यो भने इभिनिङ घुम्नको लागि धेरै नै राम्रो लाइटिनिङ अनि यहाँ इभेन्टहरू भइराख्ने भएको भएर हजुरहरू इभिनिङमा घुम्नलाई टाइम मिल्छ भने इभिनिङमा जानुहोला। सिङ्गापुरको जलको ग्राउन्ड फ्लोरमा यहाँ सिङ्गापुरको फुड सेन्टर हाकर्स सेन्टर पनि छ। हजुरहरू त्यहाँ गएर खाना खान सक्नुहुन्छ। जल घुमेपछि सिङ्गापुरको फेमस फुड कल्चर हजुरहरूले त्यहाँ पनि एक्सपिरियन्स लिन सक्नुहुन्छ। हामीले त्यहाँ मारातान सिङ्गापुरको फेमस फुड चाइनिज डिस खाएका थियौँ। मारातान एकदमै मिठो थियो। सिङ्गापुरमा हाकर्स स्टाइलको फुड कल्चर धेरै नै लोकप्रिय छ। हजुरहरू त्यहाँ धेरै आइटमको सपहरू र हाकर सेन्टरमा धेरै नै
50-60 वटा भन्दा बढी सपहरू छ। हजुरहरू त्यहाँ गएर एक्सपिरियन्स लिन सक्नुहुन्छ। जलचाङ्गी एयरपोर्टमा घुम्ने, फोटो तथा भिडियो खिच्ने, खाना खाएपछि हामीहरू हाम्रो लगेजमा सामान किनेको राख्नलाई जान्छौँ। तर हाम्रो सानोलाई अझै पनि भिडियो बनाएर पुगेको छैन। सानोले टिकटकको लागि भिडियोहरू बनाउँदैछिन्। र लास्टमा हजुरहरूलाई हामी नेपाली पासपोर्ट होल्डरहरूको लागि सिङ्गापुर भिजिट इन्फर्मेसन दिनेछु। हजुरहरू यदि सिङ्गापुर भिजिट गर्न चाहनुहुन्छ भने, यदि हजुरहरू नेपाली पासपोर्ट होल्डर हुनुहुन्छ भने हजुरहरू इमिग्रेसन, सिङ्गापुरको अफिसियल इमिग्रेसन चेक गरेर त्यहाँ रिक्वायरमेन्टहरू आवश्यक सबै जाँच गर्न सक्नुहुन्छ। फर्स्टमा हामीहरूलाई SGAC सिङ्गापुर जानुभन्दा 3 दिन अगाडि हजुरहरू SC एराइभल कार्ड भर्नुपर्छ। त्यो 3 दिन अगाडि भरेर सबमिट गर्नुहोला। हजुरहरूको भिजिट गर्नुको दिनभन्दा अगाडि 6 मन्थ भ्यालिड हुनुपर्छ पासपोर्ट। यदि हजुरहरूको पासपोर्ट 6 मन्थ भ्यालिड छैन भने हजुरहरू इन्ट्री हुन पाउनु हुँदैन। त्यही भएर हजुरहरूको भिजा लागे पनि, हजुरहरूले SC एराइभल कार्ड भरे पनि हजुरहरू गेटबाट इन्ट्री हुन नमिल्ने भएकोले पहिला नै हजुरहरूले पासपोर्टलाई रिचेक गर्नुहोला। नेपाली पासपोर्ट होल्डरहरूको लागि पहिला नै भिजा एप्लाई गरेर भिजा आएर जानुपर्छ भन्ने छैन। हजुरहरू एयरपोर्टमै गएर एराइभल गेटको नियर त्यहाँ एउटा ट्याब्लेट राखिदिएको हुन्छ। हजुरहरू त्यहाँ गएर फर्म भरेर हजुरहरूको पासपोर्ट स्क्यान गरेर पनि इन्ट्री गर्न सक्नुहुन्छ। तर हजुरहरू त्यो प्लान गर्नुभन्दा पहिला नै हजुरहरूको पासपोर्ट 6 मन्थ भ्यालिडिटी छ कि छैन, हजुरहरूको पासपोर्टको एक्सपायर डेट चेक गर्नुहोला। यदि 6 मन्थ भ्यालिडिटी छैन भने हजुरहरू इन्ट्री हुन पाउनु हुँदैन। र हामी घुमेर आएको भएर हजुरहरूलाई एउटा इम्पोर्टेन्ट पोइन्ट के भन्छौँ भने, हजुरहरू वहीँ गएर फर्म भरेर छिर्छौँ, फर्म भरेर घुम्न जान्छौँ, पहिला एप्लाई गर्दैनौँ भन्नुभयो भने हजुरहरूलाई धेरै टाइम लाग्न सक्छ। सिजनअनुसार यदि ट्राभल पिकको सिजन छ भने हजुरहरू धेरै लामो लाइनमा बस्नुपर्ने अनि हजुरहरूको टाइम, घुम्नेको टाइम नमिल्न सक्ने हुन्छ। त्यसैले हजुरहरू पहिला नै प्री प्लानिङ गर्नुभएको छ, घुम्न जाने प्लानिङमा हुनुहुन्छ भने हजुरहरू 15-20 दिन अगाडि नै, 1 मन्थ अगाडि नै हजुरहरूले सिङ्गापुरको इमिग्रेसन ब्युरोको अफिसियल पेजमा गएर फर्म एप्लाई गर्न सक्नुहुन्छ। हजुरहरूले धेरै केही गर्नु पर्दैन। त्यो फर्म डिटेल्स हजुरहरूलाई यस भिडियोको डिस्क्रिप्सनमा वेबसाइटलाई लिङ्क राखिदिएको छु। हजुरहरू त्यहाँ गएर चेक गर्न सक्नुहुन्छ। हजुरहरूको डिटेल भरेर पठाएको 4-5 डेजमा हजुरहरूको एप्लिकेसन एप्रुभ भएको नोटिफिकेसन इमेलमा आउँछ। र हजुरहरूले त्यो इमेललाई सेभ गरेर राख्नुभयो भने त्यहाँ बारकोड, QR कोड हुन्छ। त्यो QR कोड स्क्यान गरेर हजुरहरू इन्ट्री हुन सक्नुहुन्छ। र हजुरहरू इन्ट्री हुनुभन्दा 3 डेज अगाडि SC एराइभल कार्डलाई फर्म डिटेल्समा फिलअप गरेर सबमिट गर्नुपर्ने हुन्छ। यदि हजुरहरूलाई हाम्रो नेपाली सिङ्गापुर कपल ट्राभल भ्लग मन पर्यो भने लाइक, कमेन्ट, सेयर एन्ड हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। हामीले हजुरहरूलाई 5 डेज सिङ्गापुर एक्सप्लोरको भिडियोहरू, टप 10 एक्टिभिटिज, टप 10 होटल, टप एक्टिभिटिज बेस्ट फर नेपाली पर्सनको भिडियो सिरिजहरू लिएर आउनेछौँ। त्यतिन्जेलको लागि हाम्रो च्यानललाई माया गरिदिनुहोला, सब्सक्राइब गरिदिनुहोला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।